ठोक्यो ओ हाल लाग्दैन हैन हुन्छ हौ नमिठो हुन्छ हुन्छ हौ मनिषले चाहिँ माथि हल्लाउँदैछ हैन हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल मनिष नरगटी हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा हैन अनि आज चाहिँ हामी यता जंगलमा छौं के गर्न आएको भन्दाखेरि चाहिँ काफल हन्टिङ गर्नको लागि है काफल खान आएको छौं विथ माई फ्रेन्ड्स है साथीहरुसँग चाहिँ म आएको छु अनि हाम्रो गाइजहरु चाहिँ यता रहेको छ आसन हामी कहाँ जान लाग्यो रे आज काफल खान लाग्यो अनि हाम्रो दुईजना गाइजहरु चाहिँ यहाँ रहेको छ हैन लगेर जाने हैन त अब काफल टक्क लाएर हामी चाहिँ हैन यो भिडियोमा चाहिँ मजासित कसरी के गरेर भनेर हैन पुरै खाएको हामी देखाउने छौं अहिलेको सिजन पनि काफलको सिजन हो अनि त्यही कारणले गर्दा चाहिँ हामी चाहिँ दुईटा बाइकमा चाहिँ हैन हामी चारजना गाइजहरु चाहिँ जाँदै छौं कहाँ जाँदै छौं गाइज फर्किँदाखेरि चाहिँ के गर्ने ल अब हामी चाहिँ हैन यहाँबाट अब हामी नन स्टप जान्छौँ किनकि हामी यता ढिला पनि भइसकेका छौँ माथिको भ्यू चाहिँ हामी देखाउन पाउँछौँ हैन देखाउँछौँ सो लेट्स गो हामी चाहिँ लगभग हैन डेस्टिनेसन पार्टतिर आइसकेका छौँ हैन हाम्रो डेस्टिनेसन चाहिँ यता सोचे अनुसार चाहिँ यता काफल चाहिँ यता माथितिर पाइन्छ हैन किनकि यता पहिला पनि मैले धेरै खाइसकेको छु क्या अनि बोटहरू पनि धेरै छ है अनि हाम्रो गाइजहरु चाहिँ यतापट्टि रहेको छ जुन चाहिँ ब्युटिफुल भ्यू हेरिराख्नु भएको छ है हजुर यो बाटो अगाडि छिटो हुन्छ नि यो बाटो अगाडि त्यो त बढीखेलो बाटो हो नि त्यो त छिटो हुन्छ अनि हामी उता गोदरीतिर थियौँ नि हामी त्यही कारणले गर्दाखेरि क्या त्यहाँबाट पुरै घुमेर आयो नि त हामी कम्ती दामी छ त भ्यू हो किन केटा भन त यस्तो हो नि त नि भ्यू भनेर फर्स्ट टाइम आउँदा अर्कै हुन्छ क्या फर्स्ट टाइम आउँदाको त्यो हुन्छ नि कस्तो खतरा देखिरहेछ ल केटा ल आमामामानी है काफल चाहिँ छ नि यता तलतिर धेरै पाइन्छ क्या अब फेरि हामी उता अगाडि जान्छौँ होइन अनि एकछिन यहाँ तल हेर्छौँ क्या ल यही रहेको छ अनि भ्यू चाहिँ मैले देखाइसकेको छु अब हाम्रो लास्ट भनेको एट द इन भनेको काफल हन्टिङ नै हुनेछ होइन काफल चाहिँ यता जसै पनि खानुपर्छ क्या हामीले आज केटा हामी काफल नखाइकन नजाने है जसै पनि काफल खानुपर्छ आज चाहिँ उचाला न उचाला अलिक आयो 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 बाबा मारे मारे लग्यो यार केटाले लग्यो यार लग्यो यार ओ ठोक्यो हामी चाहिँ यता फाइनली होइन माथि बाइक उकाल्यौँ होइन अलिक गाह्रो नै पर्यो हामीलाई खास गरी यो बाटोमा चाहिँ डट बाइक ठिक छ क्या होइन अब यो हाम्रो नर्मल बाइकहरूमा चाहिँ अलिकति आवाज आउने गर्ने जस्तो हुन्छ क्या मान्छे नि साइक्लिङ गर्ने सबै यो दामी ठाउँ छ यहाँभित्र हामी चाहिँ यता अब काफल खानालाई सुरु गर्न लागेको छौँ त्योभन्दा अगाडि चाहिँ हाम्रो यताका ड्राई फ्रुटहरू छ होइन चाउचाउहरू हाम्रो गाइजहरूले चाहिँ यता फोर्दै रहेको छ केटा कस्तो लागिरहेछ भोक लाग्यो क्या अलिकति भोक लागेको छ उकालो बाइक मेरो चाहिँ यहाँ खुट्टामा घाउ भएछ कि कस्तो दुख्ने गरी यहाँ ढुङ्गाले छेर्का लाग्यो क्या काफलको बोट चाहिँ यहीँ रहेको छ अगाडि है अब यहाँ माथि गएर हामी चाहिँ टिप्छौँ अनि खान्छौँ फर्स्ट अफ अल हामी चाहिँ यता भोक लागेको कारणले गर्दाखेरि चाउचाउ चाहिँ खान्छौँ ल मनिष चाहिँ यहाँ काफल टिप्नु चढ्दैछ है बिस्तारै बिस्तारै मनिष बिस्तारै त्यो घाउ चाहिँ अलिक जोगाएर चढ न झल नि मनिष फेरि एकैछ तल काफल कतिको रहेछ हौ देखिने नि त खासै माथि टपमा चाहिँ रहेछ क्या अलिक टपमा चाहिँ रहेछ मनिष टपमा मात्रै हल्का कालो छ
भेटेन क्या मनिषले छैन क्या थाम्छ क्या मनिष झन्डै छैन तर ल कस्तो रहेछ त भनिदिहाल न सब भुइँमा झरिहाल्छ त्यसरी त अनि हागै भाँच्यो त मनि सबै हल्ला होइन हुन्छ हौ नमिसाउँछ ऊ हुन्छ हौ यो सबै धुलो लागिहाल्छ नि के हुँदैन अरे मनिषले चाहिँ माथि हल्लाउँदैछ होइन यहाँ अब माटोसँग खाइदिनु मनिष दामी हल्लाइदियो त दामी हल्लाइदियो कति झऱ्यो त मामा कति टिप खोज्यो अर्ग्यानिक सबै हुन्छ झरेको मनिष कस्तो मिठो यार अर्ग्यानिक केटाले धुलो छ अलि त टिपा न यता त फोहोर हुन्छ हौ अलि त म त मामाको छुट्टी टिपा न माटै माटो छ पुरै मिठो गरी खायो त मनिष पार्छ आमा झन् झऱ्यो त टन्न झऱ्यो त म चाहिँ रुखबाट चढेर होइन काफल पनि खाएँ अनि साथीहरूले पनि यता टिप्दैछन् मैले अलिकति रुख हल्लाइदिएको थिएँ पुग्यो मलाई त मैले खाइसकेँ रुखैमा अम्मै कस्तो कालो कालो रहेछ हौ ओ माई गडनेस हैट मित्र तिम्रो देखाउ त आमामा उसको त नै कति कालो हो कालो भने ल हामी ग्रुपमा यसो खाएको भिडियो राखिदिउँ त देखाइदिउँ त काफल देखेर ल हेर म यहाँ ल खाइदिउँ त कप फिल्ममा खाएको भने क्या मिठो आएको है क्या मिठो है कालो है कालो एकदम कालो 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 छ है अनि क्या रसिलो है अर्ग्यानिक माल हो नि त ल भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला होइन अनि अर्को भिडियोको लागि वेट गर्दै गर्नु होला अहिलेको लागि यति नै सी यू सुन बाई बाई